सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू बुबा आमाहरू जो स्वदेशमा रहनु भएको छ, जो विदेशमा रहनु भएको छ, जो टोखावासी हुनुहुन्छ, म सबैलाई टोखा नगर प्रमुख प्रकाश अधिकारीको तर्फबाट हार्दिक नमन गर्न चाहन्छु, सम्मान र आदर व्यक्त गर्न चाहन्छु। साथै 2081 साललाई विदाई गरेर हामी 2082 सालमा प्रवेश गरिरहेको पुनित अवसरमा सम्पूर्ण बुबा आमा दाजुभाइ दिदीबहिनीहरूमा टोखा नगरपालिकाको तर्फबाट हार्दिक शुभ मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूको जीवन सुस्वास्थ्य रहोस्, दीर्घायु रहोस्, प्रगति रहोस्, समृद्धि रहोस्, उत्तरोत्तर प्रगति रहोस् भन्ने कामना समेत व्यक्त गर्न चाहन्छु। साथै यही 2082 साल वैशाख 1 गतेदेखि 7 गतेसम्म देशैभरि सञ्चालन भइरहेको व्यक्तिगत घटना दर्ता सप्ताह सफल पालौँ। साथै व्यक्तिगत घटना दर्ता गराउनको लागि सबैले आफ्नो वडा कार्यालयमा गई जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसरे जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्रमा गई दर्ता गरौँ र जिम्मेवार नागरिकको परिचय दिउँ। धन्यवाद, नमस्कार।